नमस्ते साथीहरू, आज फेरि म गोपाल विकको चाहिँ एउटा नयाँ मोड लिएको छ। त्यो घटनाले चाहिँ साथीहरू हिजो सिमलामा पराय महिलासँग देखिएको हामीले जानकारी पाइसकेपछि यो भिडियो बनाउनमा बाध्यता भयो साथीहरू। जति पनि मेरो सिमलामा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, जति पनि नेपाली दाजुभाइ जति पनि हुनुहुन्छ, सबैलाई चाहिँ यी दुईजनालाई जता कतै जहाँ देख्नुहुन्छ प्लिज सम्पर्कमा ल्याइदिन अनुरोध गर्न चाहन्छु र यो भिडियोलाई सक्दो सेयर पनि गर्नुलाई पनि भन्न चाहन्छु। जति पनि हिमाचलमा छरिरहनु भएका र सिमलामा छरिरहनु भएका जति पनि नेपाली दाजुभाइ दिदीबहिनी जति पनि हुनुहुन्छ उहाँहरूलाई भन्न चाहन्छु। म पछिल्लो समय मैले एउटा गोपाल विकको चाहिँ भिडियो बनाएको थिएँ, जुन सम्पर्कविहीन भएका एउटा छोराछोरी जान हुँदाहुँदै एक सम्पर्कविहीन भइसकेपछि उहाँको श्रीमतीले मलाई हिजो बार फोन गरिसकेपछि एउटा भिडियो बनाइदिनु पर्यो भनिसकेपछि यो भिडियो बनाउनमा बाध्यता भए साथीहरू। प्युठानको महिला जो गोपाल विकको साथमा जो हुनुहुन्छ, उहाँ चेलीको नाम चाहिँ कमला विश्वकर्मा रहेको छ र उहाँहरू साथमै सिमलामा देखि परिसकेपछि उहाँको श्रीमतीले मलाई एकाएक फोन गरेर यो भिडियो सार्वजनिक गरिदिनु पर्यो भनिसकेपछि यो भिडियो बनाउनमा बाध्यता भयो साथीहरू। तपाईहरुको एक लाइक एक शेयरले कसैको फ्यामिलीमा खुसियाली आउँछ भने त्यो हुन राम्रो केही पनि होइन साथीहरू। सबैलाई यो भिडियोलाई सक्दो सेयर गर्न पनि भन्न चाहन्छु साथीहरू। र यी दुईटाका बातचित कुराकानी गरेका च्याटिङहरू र फोटाहरू म तपाईहरुको सामने सार्वजनिक गरिदिनेछु साथीहरू। यी भिडियोको स्क्रिनमा राखिदिनेछु। जति पनि हिमाचलतिर हुनुहुन्छ, इन्डिया बेङ्गलोर जता कतै हुनुहुन्छ, जति पनि नेपाली दाजुभाइ हुनुहुन्छ, त्यहाँहरूले सबैले यो भिडियो सक्दो सेयर गर्न पनि भन्न चाहन्छु। र यदि कुनै देख्नुहुन्छ भने स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गरी उहाँहरूसँग सम्पर्क गराइदिनु सक्नुहुनेछ पनि भन्न चाहन्छु। र नेपाल आउनुभन्दा अगाडिको कुरा उहाँको श्रीमतीले मलाई भने अनुसार नेपाल आउने भन्दा 4 दिन पहिला कल्पना विश्वकर्माले फोन गरेर मलाई म कोमामा छु, मलाई भेट्न आऊ काले भनिसकेपछि उहाँ 4 दिनसम्म खाना नखाएर एउटा कोकको सहारामा बसेर उहाँ चाहिँ यता नेपाल आइसकेपछि, नेपाल आएको 1 दिनपछि कन्ट्याक्टमा घरको श्रीमतीसँग, जुन पहिलाको श्रीमती हुनुहुन्छ उहाँसँग कन्ट्याक्टमा आएर म नेपाल आइसके भनिसके पश्चात फेरि सम्पर्कविहीन भइसकेपछि त्यो प्युठानको कमला विश्वकर्मासँग भेटघाटी हुनु र जहाँसम्म लाग्छ यो भिडियोलाई सक्दो सेयर गर्न पनि भन्न चाहन्छु। र कमला विश्वकर्माले बोलाइसके पश्चात गोपाल विक नेपाल आइसकेपछि एकाएक सम्पर्कविहीन भइसकेपछि यो भिडियोले निकै नै आकर्षित बनायो साथीहरू। सक्दो सेयर गर्नलाई पनि भन्न चाहन्छु। घरमा छोराछोरी हुँदाहुँदै लाउ खाउ भन्दा अनि उहाँको श्रीमतीले भन्नुभयो मलाई हिजो कि हामीलाई जग्गा लोनमा राखेर घर बनायौँ, घर बनाइसकेपछि अब सँगै बसौँला खाम्ला भन्ने समयमा च्वाट्ट एकाएक छोडेर जानुभयो भन्ने कुराले गर्नुभयो उहाँको श्रीमतीले हिजो मलाई। म यो भिडियो बनाउन त चाहने छैन थिएँ र उहाँले मलाई बारम्बार फोन गरिसकेपछि हुन्छ म सामाजिक सञ्जालमा राखिदिन्छु, बाँकी त साथी दर्शकबिनको हातमा छ, म बनाइदिन्छु भिडियो भनेर चाहिँ उहाँसँग मैले भनिसकेपछि यो भिडियो बनाउनमा बाध्य भयो साथीहरू। यो भिडियोलाई सक्दो सेयर पनि गर्नलाई पनि भन्न चाहन्छु। र कमला विश्वकर्मा र गोपाल विषयले कहीँ कतै देख्नु भएको छ भने भारतको हिमाचल सिमला
गिलास हो जताकतै कहीँ पनि देख्नु भएको छ भने स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गरी उहाँको परिवारसम्म पुगाउन सक्नुहुनेछ पनि भन्न चाहन्छु। र यो भिडियोलाई सक्दो सेयर पनि गर्नुहोला साथीहरू। म केटीको फोटो र गोपाल विकको फोटो पनि म फेरि पनि म स्क्रिनमा राख्नेछु। सबैले यो भिडियो सेयर गरिदिनुलाई पनि भन्न चाहन्छु। तपाईँहरूको नरम हातले तपाईँहरूको मनैदेखि र हेर्नुभयो भने यो भिडियोलाई चाहिँ स्किप नगरेर पनि हेर्नुलाई पनि भन्न चाहन्छु। हामीले धेरै भिडियो त हेरिन्छ तर भए पनि यस्ता घटनाहरूलाई पनि गौर गरेर हेर्नुलाई पनि भन्न चाहन्छु। सबैलाई यो भिडियोलाई सक्दो सेयर गर्नुलाई पनि भन्न चाहन्छु। जति पनि मेरो फेसबुकमा यस्ता मित्र दाजुभाइ र दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूले पनि र युट्युबमा मेरो जति पनि मेरो फलोवर र इन्स्टाग्राम ट्विटर जति पनि वाइबरमा हुनुहुन्छ त्यहाँलाई सबैले सेयर गर्न पनि भन्न चाहन्छु। र यो भिडियो हेरिसकेपछि यदि गोपाल विक र कल्पना विश्वकर्माले पनि हेरिरहनु भएको छ भने कृपया आफ्नो गाउँतिर फर्किएर आएर समस्याको समाधान कसरी हुन्छ घरमा आएर बुझेर गएपछि झनै राम्रो। र गल्ती हरेक इन्सानबाट हुन्छ, भगवानबाट त गल्ती हुन्छ है, इन्सानबाट नहुने कुरै हुँदैन। समस्याको समाधान हुन्छ। यदि तपाईँहरूले यो भिडियो देखिरहनु भएको छ भने पनि तपाईँहरू छिट्टै फर्किआउने कोसिस गर्नुहोस्। बच्चाहरूलाई चाहिँ बिचल्ली पारेर जाने चाहिँ राम्रो कुरा होइन। अर्काको ठाउँमा भारतको हरियाणामा तपाईँले बिचल्ली पारेर जानुभयो बच्चासँग श्रीमतीलाई, त्यो चाहिँ राम्रो होइन। यति कहीँ तपाईँले यो भिडियो हेर्नु भएको छ भने इग्नोर नगरिकन नेपालमा कन्ट्याक्ट गरेर नेपालमा आउन प्रयास गर्नुलाई पनि भन्न चाहन्छु। र यो भिडियोलाई सक्दोभन्दा धेरै सेयर गर्नुलाई पनि भन्न चाहन्छु साथीहरू। मेरो जति पनि मेरो फेसबुक फ्रेन्डमा जति पनि मलाई धेरै माया गर्ने मेरो साथीभाइ दाजुभाइ दिदीबहिनीहरू जति पनि हुनुहुन्छ आमा बुवा सबैले भिडियोलाई सेयर गर्नुलाई पनि भन्न चाहन्छु। मलाई धेरै भन्न त आउँदैन, म धेरै ठुलो मिडियावाला नै होइन, म कुनै युट्युबर पनि होइन। यो भिडियोलाई यतै सार्वजनिक मात्र गरिदिउँ भनेर चाहिँ म यो भिडियो बनाएको साथीहरू। र उहाँहरूको दुईजनाको बिचमा जुन कुरा छ वाट्सएपमा जति पनि च्याटिङ छ त्यो हालिदिने छु, भिडियोको स्क्रिनमा राख्नेछु साथीहरू। सबैलाई यो भिडियो सेयर गर्नुलाई पनि भन्न चाहन्छु। हस्त नमस्कार, जय नेपाल।